यो भिडियो पहिला पुरा हेर्नुस्। हजुर अस्सलाम वालेकुम, नमस्ते। म यास्मिन बेगम सैयद सौदी अरब दमामबाट। हाल मध्यपूर्वमा विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाली राजदूतावास रियादले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सौदी अरबभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षार्थ केही कुराहरू जारी गरेको छ, जसलाई मैले आफ्नो व्यक्तिगत तर्फबाट जस्ताको तस्तै तपाईहरूमाझ राख्न चाहन्छु। सोही अनुसार सुरक्षित र सतर्क हुनको लागि समेत अनुरोध गर्न चाहन्छु, जसमा 1 नम्बरमा रहेको छ, सतर्क र शान्त रहनुहोस्, कुनै पनि अफवाहको पछि नलाग्नुहोस्। 2, साउदी अरब सरकार र स्थानीय सुरक्षा निकायको आधिकारिक सूचना र सुरक्षा निर्देशनको पूर्ण रूपमा पालना गर्नुहोस्। नागरिक सुरक्षा सम्बन्धी सिभिल डेस्कबाट मोबाइलमा आउने मेसेजलाई नेपालीमा अनुवाद गरी जानकारी राख्नुहोला। 3 नम्बरमा रहेको छ, अत्यावश्यक काम बाहेक बाहिर ननिस्किनुहोला, आफ्नो कोठामा वा सुरक्षित स्थानमा बस्नुहोला। यदि तपाईँ नेपाल वा अन्य ठाउँको यात्रा गर्दै हुनुहुन्छ भने विमानस्थलमा जानु अघि सम्बन्धित एयरलाइन्सलाई उडानको तालिकाबारे सम्बन्धित जानकारी लिनुहोला। यस बाहेक कुनै पनि स्थितिबारे जानकारी लिनुहुनको लागि नेपाली राजदूतावास रियाद तथा कूटनीतिक निकाय अन्तर्गत जेद्दा कन्सुलेट जनरल जेद्दालाई समेत जानकारी हुनको लागि आफ्नो सम्पर्क नम्बर समेत दूतावासले जारी गरेको छ। तसर्थ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो ठाउँमा सुरक्षित रहनुहोला। यति मात्र नभइकन मध्यपूर्वका यी घटनाहरूले देश तथा विदेशमा रहनुभएका सबै नेपालीहरूलाई, हामी सिङ्गो मध्यपूर्वमा रहेका नेपालीहरूको बारेमा पनि चिन्ता रहेको हुनाले सबैजनाले आफ्नो ठाउँबाट एकअर्काप्रति सद्भाव रहौँ, सुरक्षित रहौँ, अनावश्यक भिडियो सम्प्रेषण नगरौँ, अनावश्यक स्ट्याटसहरू आफ्ना सामाजिक सञ्जालमा सम्प्रेषण समेत नगरौँ भन्ने केही मेरा कुराहरू समेत राख्दै हामी सम्पूर्ण नेपालीहरू सुरक्षित रहने आशासहित बिदा हुन्छु। हस्त, धन्यवाद। र सक्दो प्रयास गर्नुहोला कि हाम्रो सौदीमा बस्ने हाम्रो जति पनि साथीभाइ बहिनीहरू काम गर्दै हुनुहुन्छ उहाँसम्म यो भिडियो पुगोस्।